यसो छिन्नु भएको थियो है त। दामी खाइदियो। काफल टिप्ने भाँडो यसरी टिप्ने भाँडो यस्तो छ। प्लास्टिक छ, यसरी टिपेर राख्नुपर्छ त्यो है त। यो अहिले यस्तो छ, तर बेलुकासम्म त्यो पाइहाल्छ त्यो। यति सानो काफल यस्तो दामी पाइदियो। हेलो एभ्रिवान, वेलकम ब्याक टु युट्युब च्यानल साथीहरू। सो गाइज, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। म आज फेरि पनि न्यू डे न्यू भ्लगका साथ म तपाईँको सामु आइसकेको छु साथीहरू। आज म कहाँ जान्छु भन्नुपर्दा म चाहिँ आज जङ्गलतिर जान्छु साथीहरू है। म आज वनतिर काफल खानु लागि जाँदैछु साथीहरू है। म लगायत हामी धेरै साथीहरू जाँदैछौँ। कतिपय साथीहरू अगाडि गइसक्नु भयो है, कोही पछाडि आउँदै हुनुहुन्छ है, कोही त चाहिँ जङ्गल पुगेर पनि काफल टिप्ने तयारीमा लागिसक्नु भएको होला साथीहरू। म पनि अब आज जङ्गलतर्फ लाग्दैछु साथीहरू है। के गर्न भनेपछि हजुरलाई मैले अघि पनि भनिसकेँ, म आज काफल टिप्न, काफल खान जङ्गलतिर जाँदैछु साथीहरू है त। आज जङ्गलमा गएर बपाल रमाइलो हुन्छ साथी हो। आज चाहिँ मौसमले पनि साथ दिएको छ। यसो चाहिँ आज त्यो पानी पर्ला जस्तो गरेको साथी हो है। एकदम बदली गरेको छ। जे होस् पानी नआइदियो हुन्थ्यो, हामीले काफल टिप्दासम्म, काफल खाँदासम्म चाहिँ घर नफर्दासम्म पानी नआइदियो हुन्थ्यो साथीहरू है। म आज चाहिँ एकचोटि जङ्गल आएर मात्रै भिडियो स्टार्ट गरेको छु साथी हो है। म अब जङ्गलतिर लाग्छ साथी हो है। अब आजको मेरो यो भिडियो के कस्तो हुन्छ म सम्पूर्ण डिटेल अपडेट म हजुरलाई बेलुका घरमा गइसकेपछि बताउने छु। अब के कति काफल टिप्ने साथी हो है। अहिले म साह्रै थाकेर उकालो चाहिँ यसो बाटो चाहिँ उकालो साथी हो। हेर्नुहोस् म उहाँदेखि हेर्नु साथी हो, हामी चाहिँ उहाँदेखि यसरी घुम्दै चाहिँ अहिले हामी ठ्याक्कै जङ्गल नजिक आइसक्यो साथी है। अहिले म चाहिँ बसेको साथी है, म एकदम थाकेर बसेको छु। अब अरू चाहिँ गाउँले चाहिँ भाइहरू दिदीबहिनीहरू अगाडि गइसक्नुभएको छ। म पनि अब जान्छु है त। म अब कति पनि ढिलो गरेर हिँडिरहेको छु। यसो हिँड्छु है त। अब चाहिँ अब यसरी अब जङ्गल भन्नुहुन्छ भने यही हो साथी। हेर्नुहोस् यति घना जङ्गल साथी हो। यहाँ चाहिँ काफल प्रशस्तै पाउँछ साथी हो। अब सायद काफल पनि अब निक्लिन लागिहाल्छ साथी हो। एकदम भर्ली परेको छ भन्ने सुनेको थिएँ, त्यही भएर आज आछौँ। अब साथीहरू चाहिँ जङ्गलतिर गइसक्नु भएको छ है। अब म पनि जङ्गलतिर लाग्छ है त। यसो हिँड्छु है त। काफल पनि सायद अब काफलका बुटामा चढ्न सकियो कि होइन, जानु पऱ्यो। यसरी जाने मजासँग हिँड्नु भएको थियो। यो चाहिँ पानीको पाइप थियो। यो पाइप यहाँ कतै काटिएको छ क्या हो सायद, यहाँबाट छुटाउने छ क्या हो। यो पानी तिर्खा लागेको जस्तो भएको थियो। ओहो काफल चाहिँ यस्तो छ। लास्ट भइसक्यो। यो बाटाको छेउछाउ काफल त भइसक्यो। खाइसकेको छन् मान्छेहरूले। यसरी छिन्नु भएको थियो है त। दामी खाइदियो। काफल टिप्ने भाँडो यसरी टिप्ने भाँडो यस्तो छ। प्लास्टिक छ, यसरी टिपेर राख्नुपर्छ त्यो है त। यो अहिले यस्तो छ, तर बेलुकासम्म त्यो पाइहाल्छ त्यो। यति सानो काफल यस्तो दामी पाइदियो। यस्तो दामी पाएको छ। यसरी कहाँ गयो यार उभिएको साथीहरू, धेरै माथि गइसक्यो। आफू चाहिँ हिँड्छौँ। अब खोजेर कति बेला साथीले भेट्ने हो। गाउँले भाइ बहिनीहरू धेरै आएको थियो आज काफल खानु लागि। अब काफल भन्ने चिज पनि अब निक्लिन्छ साथी हो है।
अब काफल एकदम भर्ली परेको अवस्था आएको थियो। ठुल्ठुलो बुटामा रोप्न सकिन्न, यही त थियो। अब साना बुटामा टिप्ने, अलि माथिसम्म होला, अहिले टिपिन्छ मजाले। छैन, जङ्गल पऱ्यो माथि र यसरी काफल निक्लिन लागेको थियो यार। त्यो बुटामा सकेको काफल म पनि पुग्नु पऱ्यो। यसमा चाहिँ रहेछ साथीहरू, देख्नुहुन्छ काफल हेर्नुहोस् यी। अब चाहिँ अन्तिम भाइब्रेसन आएको थियो। गाउँले गाई बाख्रा पनि आफ्नो क्या जङ्गल थियो, कहाँ खोले बजाउँछन् त यार। यो साथी काफल लाला भाछन्। अब हामीभन्दा पहिल्यै मान्छेहरू आइसक्यो होलान्, कहाँ रनिदिन्छन्, सब टिपिसक्यो मान्छेहरूले। जङ्गलमा आजभोलि मान्छे कहाँ यतिखेरसम्म हुन्छन् त। 12-1 बजीसम्म मान्छे बिहानै आएर काफल टिपी अघि घरमा गइसक्यो होला। हामी चाहिँ अहिले आउँछ, म कहाँ काफल भेटिन्छन् त, त्यही पनि बाटोको छेउछाउमा। जङ्गलमा पसेकै छैन। अहिले जङ्गलमा पसियो भने भोपाल काफल भेटिन्छन् साथीहरू। तपाईँको वन जङ्गलतिर काफल पाउँछ भने साथी हो। हाम्रो वन जङ्गलतिर चाहिँ काफल चाहिँ एकदम भोपाल पाउँछ। तर अब के गर्ने, सब धेरै मान्छेहरू आउँछन् जङ्गलमा। दिनमा हजा हुन्न मान्छेको, एकदम मेला जस्तो हुन्छ। अब के काफल हुन्छ, सब टिपिसक्यो मान्छेले। अब 2-4 दिनमा काफल सायद फिनिस हुन्छ होला। काफल त अझ आज बाँदर देख्यो छैन। बाँदर देख्यो भने बाँदरले त्यो काफल सब चुक्ता पार्छ। बाँदरको त छैन पनि। अब आयो भने यो बाँदरले त यो काफल त्यत्तिकै खाने, त्यत्तिकै झार्ने, सब खतम गर्छ। हेर्नु त्यो काफलले यस्तो छ काफल, लाल भएछ। त्यो यसलाई यसरी मात्रै, यसरी मात्रै ल, यसो अलि लाल लालो भएको पनि बेलुकासम्म त पाइहाल्छ। यो सब टिप्ने। कालो मात्रै कहाँ पाउनु साथी हो। रुख चर्न सकिन थियो, यही त हो। अलि माथि छोरा काफल त भोपाल, यहाँ त यही हो साथी हो। है साथी हो, ल म यो काफल सम्पूर्ण काफल टिप्छु है त। है अब यो काफल चाहिँ म टिप्नुपर्छ है त मजाले। हेर्नु साथी हो, काफल चाहिँ यस्तो यति कालो भएको छ। धेरै छैन, अब लास्ट भएको छ, निस्किसकेको छ। अब काफल चाहिँ यति कालो भएर पाएको छ है त, यति कालो भएको छ। हेर्नु साथी हो, काफल चाहिँ नि यस्तो छ साथी। हेर्नुहोस् काफल आज टिपाइ यस्तो हुने छ साथी हो। देख्नुहुन्छ अहिले चाहिँ हल्का
घाम लगा जस्तो गरेर साथीहरू हेर्नु काफल रुख चाहिँ यही हो साथी हेर्नुहोस् यति सानो रुख पनि यस्तो फैलाएको छ हेर्नुहोस् अब यो काफल चाहिँ म टिप्छु है त मजाले यो काफल चाहिँ यसरी टिप्नु पऱ्यो साथी हो है यसरी काफल चाहिँ यसरी टिप्नु पऱ्यो साथीहरू जङ्गलमा चाहिँ यसरी चराचुरुङ्गीहरू मात्रै बासेको चाहिँ आवाज आउँछ साथी हो हजुरले सुन्न सक्नुहुन्छ अब देख्न त सकिँदैन हेर्नुहोस् है किनभने अब घनघोर जङ्गल साथीहरू अब म चाहिँ नि अब अगाडि बढ्छु है त अगाडि जानु पर्यो यसरी अनि भाइ बहिनीहरू नानीहरू कता गए घरै देखिन यार हेर्नुहोस् साथी हो यो पनि काफल बुट हेर्नुहोस् यत्रो छ यी अप्ठ्यारो छ जान सकिन्छ त्यही यसरी जानु पर्यो अगाडि यस्तो छ बाटो हेर्नुहोस् जङ्गलको बाटो त भयो साथी हो खतरा छ म अघि कताबाट आएँ बाटो चाहिँ नि यस्तो खतरा छ कि जङ्गलको बाटो दियो यस्तो छ के गर्नुहुन्छ कुरा गऱ्यो पुरो दुःख साथीहरू जस्तो यी लालीगुराँस झरिसक्यो साथीहरू अलि अगाडि त फुलेको थियो होला कति रमाइलो थियो होला हेर्नुहोस् आजभोलि त यस्तो अलिअलि छ फुलहरू सब झरिसक्यो छ एकदम फुलहरू अलिअलि बसिसक्यो हेर्नुहोस् ठ्याक्क अपोजिट यो साइड थोरै मात्र छ लालीगुराँस यही हो यसो लालीगुराँस फुलेको छ कति रमाइलो त्यो जङ्गलमा कति रमाइलो आनन्दको यात्रा साथी हो देख्नुहुन्छ यस्तो फुल चाहिँ दामी छ ठ्याक्कै चाहिँ मेरो अपोजिट ब्याक साइड लालीगुराँस कस्तो दामी छ त्यो दामी फुलेको छ म अब अगाडि लाग्छ त्यो है जङ्गलको यात्रा यस्तो डेन्जर छ त्यो खतरनाक छ त्यो है त अब बाँकी अपडेट केही छिनपछि साथी है फाइनली साथी हो म अहिले घरमा पनि आइसकेँ है अहिले म घरमा पनि भर्खरै आइपुगेँ अहिले चाहिँ नि करिब अब भन्नुपर्दा 5 साढे 5 पाउने 6 हुन लाग्छ साथी हो घरमा पनि आइसक्यो म अघि हजुरलाई भनेको थिएँ जाँदा जाने कति भइरहेको थियो 11-12 बजिसकेको थियो अब हिँड्नु पर्ने धेरै है जङ्गलको बाटो अब जानुपर्ने टाढै छ साथी हो अब त्यहाँ गएर अब सारा जङ्गलमा पनि अब एउटा भ्रमण जस्तो गराएको थियो जङ्गल पनि साह्रै घुमियो हेरियो रम्झाइयो काफल पनि अब थोरै मस्त जे होस् अब खानेभरिलाई लिएको साथी हो अब साथीहरू थुप्रो गएको थियौँ हामीहरू पनि अब अन्यत्र ठाउँबाट पनि धेरैहरू आउनुभएको थियो अब कोही चिनेका कोही नचिनेका साथी है अब जङ्गलमा यही त हो अब सिजनको बेला अब काफल खाने भनेर अब सबै मान्छेहरू चाहिँ जङ्गलमा पुग्नु भएको थियो अब भेटघाट पनि भयो साथीहरू है अब त्यो भएकोले अब कोही साथीहरू त अब आउँदै हुनु होला है कोही चाहिँ आइसक्नु भयो होला म पनि भर्खर अहिले घरमा आइसक्यो है अब काफल चाहिँ भेटिन सकिएन अब जे भए पनि अब रमाइलो भयो अब भनौँ न खाइयो अब केही कुरा चाहिँ टिपेर पनि घरमा लिइएको छ साथी हो है अब काफल धेरै भएन म हजुरलाई आज देखाउँछु काफल चाहिँ आज यति भयो साथी हो है एक परात भन्नु न साथी हो हजुर के भन्छ एक बाँठी एक परात चाहिँ काफल लिएर आइयो साथी हो घरमा अब उता पनि खाइयो खाना मन लागेको थियो थुप्रो खाना उता पनि चाहिँ काफल खाइयो अनि टिपेर पनि घरमा यति लियो साथी हो हजुर देख्नुहुन्छ चाहिँ एकदम मिठा साथी हो काफल यति मिठो तपाईँको यति भुले साथी हो हेर्नुहोस् यी पाकेर पुरै कालो हेर्नुहोस् अब चाहिँ राताभन्दा काला काफल धेरै मिठा साथी हो एकदम
मिठो साथीहरू काफल काफल चाहिँ यति मिठो साथीहरू के गर्ने यति गुलिया छन् काफल जस्तो छ टिपेर लिएको खाथ्यो मलाई काफल चाहिँ सायद भेटाउँदैन कि भन्ने मानेको साथी हो है। अब काफल चाहिँ अब जङ्गलतिर प्रायः गइन्न होइन जङ्गलतिर जाने काम पनि के हुन्छ साथी हो है। यस्तै अब चाहिँ अब कोही घुमघाम केही चाहिँ अब भनौँ न केही अब फलफुल टिप्ने हिसाबले खाने हिसाबले कहिले कसो गइए पनि सँग जाने काम पर्दैन साथी हो है। त्यही भएर काफल चाहिँ एकदम भर्ली परेका छन् काफल एकदम पाएका छन् भन्ने कुरा सुनेको साथीहरू सुनेको थिएँ मैले। त्यही भएर सबै साथीहरूसँग सरसल्लाह गरियो गइयो अब जस रमाइलो भयो चाहिँ होस् जस्तो भयो नि अब खाइयो टिपेर ल्याइयो अब यसो फुर्सद भएको बेलामा टाइम पास बसाइदियो होइन। अब कति चाहिने अब काममा व्यस्त घरमै बस्नु काममा व्यस्त हुनु भन्दा पनि कोही कसो रमाइलो गर्नु साथी हो घुमघाम पनि गर्नुपर्छ भन्ने चाहिने सबैको सरसल्लाहबाट अब गइयो। त्यसपछि अब काफल पनि टिपेर लियो साथी हो। यही हो आज मेरो काफल चाहिँ यही हो एकदम मिठा साथी हो एकदम मिठा छन् काफल भन्ने कुरा यस्तै हो। तपाईँको वन जङ्गलतिर काफल पाइन्छ साथी हो है। अब हाम्रो वन जङ्गलतिर चाहिँ काफल पाइन्छ काफल चाहिँ असाध्यै पाइन्छ तर अब अलि चाहिने अब भर्लिनु परेर अब चाहिँ झर्ने क्रम एकदम धेरै रहेछ किनभने अब काफल सिद्धै नै आएर रहेछ। अब हामी चाहिँ ठिक टाइममा पुगेछौँ। अब काफल चाहिँ जङ्गलमा धेरै छैन अब किनभने अब लगभग सिद्धिसकेको छ अब कम मात्रामा छ। योभन्दा चाहिँ 10-8 दिन पहिला 1 हप्ता 10 दिन अगाडि त काफल एकदमै थियो अरे एकदमै धेरै थियो अरे भर्ली परेको थियो अरे तर अहिले चाहिँ अब काफल चाहिँ सिद्धिन आएर रहेछ अब धेरै रहन्छ जे भए पनि हामीले खाने पनि लिइहाल्यौँ गएर अब यस्तै साथी हो काफल चाहिँ अब मलाई लाग्छ अब जङ्गलमा काफल भन्ने पाउँदैन अब यो लास्ट हो यो लास्ट भर्ली हो। त्यही भएर अब त्यही भएर साथीहरू सरसल्लाह गरेर गइयो आइयो साथी हो। यही हो मेरो आजको भनौँ न काफल टिप्ने जङ्गलतिर गएर काफल टिपेको भिडियो यही हो टिपेर ल्याइयो। यो मेरो भिडियोलाई के कस्तो मान्नुहुन्छ है अब सल्लाह सुझाव अब दिनु होला र म फेरि पनि अब अहिले तत्कालै त यो हुँदैन साथी हो। अब फेरि पनि आउँदो वर्ष 2083 सालमा म फेरि पनि यस्तै भिडियो लिएर तपाईँको समक्ष आउनेछु है साथी हो। जोडिनु हुने नयाँ साथीले मेरो भिडियोलाई चाहिँ मन पाइनु होला है माया गर्नु होला अब मन परे लाइक कमेन्ट सब्सक्राइब कति पनि सब्सक्राइब गर्नु साथीहरू भन्न चाहन्छु। र साथीहरू म फेरि पनि यस्तै भिडियो लिएर तपाईँ माझमा आउनेछु भन्दै अहिलेलाई बिदा हुन्छु। ओके बाई।